guys, welcome back to my new vlog. तो अहिले हामी गइरहेछौँ दाजुको खाना लिएर अनि फार्ममा हजुरलाई म फार्म हेराउँछु मेरो फार्म कस्तो छ त्यसैको लागि हामीसँग बनिरहनुहोस् ह्याभ अ गुड डे हेलो गाइज अहिले हामी फार्मभित्र आइसकेका छौँ होइन अनि यहाँ चाहिँ दाजु चाहिँ यो गर्दै हुनुहुन्थ्यो खै नि यहाँ दाजु हुनुहुन्छ अब चाहिँ उहाँ खाना खानु जानुभयो होइन अनि आउनुहोस् हजुरलाई म हेराउँछौँ होइन हाम्रो फार्म चाहिँ आज बिस्तारोमा है आज चाहिँ हाम्रो फार्म हेर्नुहोस् कस्तो छ एकदमै ठुलो छ क्या यति ठुलो पनि छैन सानै छ जसो पनि ठुलै हो होइन दाजुले पुरै साफ गर्नुभएको छ ऊ त्यहाँ भैँसी दिसा पिसाब गर्दैछ होइन यहाँ बाख्रा नै छ होइन बाख्रा हेर्नुहोस् बाख्रा यी चाहिँ पाठी हो होइन ऊ चाहिँ बकरी हो अनि यो चाहिँ त्यो छोरा मान्छे हो कि खसी हो अनि चाहिँ यतै हेर्नुहोस् होइन यहाँ धेरै छ बच्चाहरू सबै मजाले बसेका छन् होइन खाएर पिएर मस्त छ नि अनि यो भैँसीहरू पनि यसले खाएर पिएर मस्त भएको छ टनाटन भएको छ होइन अनि यो भैँसी पनि सबै खाएर पिएर मस्त भएको छ टनाटन भएको छ अनि हजुरलाई म आज एउटा कुरा हेराउनु गइरहेछौँ होइन यहाँ चाहिँ हजुर चाहिँ हेर्नुहोस् होइन यहाँ चाहिँ के भएको छ भने भैँसीलाई होइन यहाँ हेर्नुहोस् है यहाँ देख्छ भने यहाँ हेर्नुहोस् होइन योलाई र घाउ भइसकेको छ कि सानो होइन यो घाउ चाहिँ कसरी भयो भने होइन यसले चाहिँ यसमा होइन यहाँ कि यहाँ यही हो यहाँ कि यहाँ हान्दै घाउ गरिसकेको छ कि आफैले अनि त्यो चोटले गरेको घाउ होइन त्यो तब सिङ कट्नै लागेछ कि फोटोमा त भिडियोमा त राम्ररी देखिँदैन होला हेर्छ होइन देखिरहेछ हेर्नु के आधी गइसकेको छ कि आधीभन्दा बढी गइसकेको छ अनि यसको त इन्सुरेन्स भएको छ होइन यो यहाँ यस्तो त सानोतिनो त भइ नै हाल्यो यस्तो त प्रायः हुन्छ होइन तर यो चाहिँ अलिक अनौठो छ कि मलाई हेर्नमा अलिक अनौठो लाग्यो क्या मलाई ब्लिडिङ पनि भएको छैन किराफतिया पनि लागेको छैन तर आधी सिङ गइसकेको छ कि हजुरलाई के आउँछ भन्ने भन्नुहोस् है के भन्नुहोस् हामीलाई होइन के गर्नुपर्छ भने होइन हामीलाई त्यो उपचार गरिदिन्छन् कि खासमा त अहिले यसको एउटा मेडिसिन चलिरहेछ अनि सबै हेर्नुहोस् है सबै मजाले खाइरहेछ होइन यो पनि अहिले खाँदै थियो तर अब खाइसक्यो पुरै अनि यो घर त एकदमै साफ छ भैँसीको लागि एकदमै साफ छ मान्छेको लागि त बिल्कुलै छैन अनि यहाँ हेर्नुहोस् है अनि यो चाहिँ होइन यो फार्म छ नि त अनि यो फार्म चाहिँ अहिले चाहिँ हाम्रो नयाँ फार्म बनाएको छ होइन यो चाहिँ पुरानो फार्म चाहिँ उता छ है देखाएको छ यो देखिरहेछ नि यो ऊ त्यहाँबाट यहाँसम्म ऊ पुरानो फार्म भयो होइन अनि त्यसको छेउमा भएको हाम्रो चाहिँ भुसा राख्ने चरा राख्ने घर आउनुहोस् हेराउनुहोस् होइन हजुरलाई हामी आफ्नो खेत अनि धुप आएपछि होइन धुप आएपछि सबै गाई भैँसीलाई बाहिर निस्काउँछ होइन बच्चाहरूलाई यहाँ बनाउँछ होइन बाँध्छ अनि ठुला मालजाललाई ऊ त्यहाँ देखिरहेछ नि त ए यहाँ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा छ नि त अनि यसमा हान्छन् कि अनि यहाँ नि बनाएको छैन एउटा यहाँ 7 8 9 होइन 10 11 12 टन्नै छ ऊ त्यहाँ नि छ 13 टन्नै बनाएको छ त्यही हाल छ अनि यो फार्मकै चाहिँ यो प्रोपर्टी नै छ होइन अनि ऊ त्यहाँ देखिरहेको छ नि सानो घर त्यसमा चाहिँ गोबर हाल्ने हो कि ऊ त्यहाँ माथि देखिरहेको छ नि दुईवटा अलिकता बाँकी छ कि हाल्न यहाँ अस्ति ल्याउनु भएको थियो अहिले हाल्न चाहिँ बाँकी छ पछि हाल्छन् होला अहिले चाहिँ हाल्न बाँकी छ अनि ऊ छेउको खेत नै फार्मकै होइन अनि यो खेत पनि फार्मकै होइन यत्रो दूरमा फैलिएको ठुलो फार्म हो क्या हाम्रो आउनुहोस् हेराउँछौँ हामीलाई योहरूलाई पनि हेराउँछु न यहाँ भइहाल्यो गोबर अनि ऊ त्यहाँ नै गोबर छ त्यहाँ नै गोबर छ टन्नै गोबर छ कि अब दुवै फार्ममा भैँसी भइसकेपछि होइन गोबर त भइ नै हाल्यो नाजिम छ होइन अनि यहाँ हेर्नुहोस् हजुर ठुलो फिल्ड छ कि यो रुख छ रुखको पछाडि ठुलो फिल्ड छ अनि यो फिल्डमा चाहिँ गाई भैँसी चर्ने गर्छन् होइन अनि अगाडि देखिरहेछ अगाडि यो घर छ नि त यो घर पनि आफ्नै होइन अस्ति म आफ्नो साथीलाई भनेको थिएँ कि मेरो एउटा फार्म बन्दैछ ऊ चाहिँ विश्वासै नगरेको कस्तो होइन मैले त्यसलाई भन्दै थिएँ तर विश्वासै नै गरेको मैले त अब के भन्नु यसलाई
अनि यहाँ हेर्नुहोस्, यहाँ नेमोको गाछी, नेमोको गाछी बबाले फरेछ नि त, झुप्पो झुप्पो भएर फरेछ कि। यहाँ हेर्नुहोस्, यहाँ कलिलो नेमो छ होइन, हेर्नुहोस् कत्रो छ कि, कत्रो छ। एउटा छ, दुईटा, तिनटा, चारटा, पाँचवटा है, टन्नै फरेछ नि त। खै यो नेमोलाई यहाँ त पेन्सिल नेमो भन्छ, अब उतातिर के भन्छ खै थाहा भएन क्या मलाई। अब यहाँ हेर्नुहोस् टन्नै फलेको छ कि, सानो ठुलो पनि धेरै छ कि। ऊ त्यहाँ ठुलो भइ नि हाल्यो होइन, यहाँ त सानो सानो छ है। ऊ त्यहाँ फुल नै छ, देखि नै हाल्यो, यहाँ नि फुल छ, देखि नै हाल्यो। अब अझै त अहिले त पाकेको त छैन, पाकेको नि खेलाउँदा भए राम्रै हुन्थ्यो, तर अहिले पाकेको त छैन। यहाँ सानो पाकेछ, यो खराब भइसकेको छ कि, खाने लायक छैन, खराब छ। अनि यहाँ हेर्नुहोस् कस्तो झुप्पो छ, ठुलो झुप्पो, यहाँ ठुलो झुप्पो, यहाँ नि झुप्पो। ऊ यहाँ फुल छ, फुलै फुल छ। यो यहाँ हेर्नुहोस् कत्रो फुल छ कि, त्यहाँ देखेछ, यहाँ देखेछ, फुलै फुल छ।